यो ज्यामिरे रोड हेटौडा र काठमाडौँ जोड्ने रोड। यता हामी ज्यामिरेबाट तल झर्यौँ, सिधा हाइवे रोडबाट मामा घर देखिन्छ। दुईटा खोला नागेर आउनुपर्छ। एउटा मेन खोला अगाडिको हो, त्यसपछि यता एउटा सानो खोल्चा छ, आवाज सुन्दै हुनुहुन्छ खोलाको। हो हामी यहाँ माथि एकदम अग्लो पहाडमै छौँ हामी। यता जहाँ मामाको घर, उहाँको बसोबास, उहाँ बस्नुभएको यो ठाउँ। अनि यो बाटो यहाँ गाडी पनि आउँछ, बाइकहरू सबै। यो तल खोला खोल्चा, अर्को पनि बाटो छ, मेन रोडमा निस्किने यो बाटो। गाडीहरू हिँड्ने बाटो चाहिँ यहाँबाट हिँडेर पनि आइन्छ। यसरी डाँडाकाँडामा कुलखानी, सिस्नेरी, ज्यामिरे हैन सबै जोडिएको ठाउँ। यहाँ मामाले राज गर्नुभएको ठाउँ।